हजुरहरू पनि सन्चै हुनुहुन्छ होला। हजुरहरूलाई आज हामी खेतमा जान लाग्यो। हाम्रो खेतमा सानो पिकनिक जस्तै प्रोग्राम छ होइन। हामी हाम्रो अन्तिम समय हेरेर साथ दिनु होला, सबैले साथ दिनु होला र अनि साथीहरू, मेरो प्यारा प्यारा बहिनी दिदी अनि छोराछोरीहरूसँग आज हामी खेतमा गएर रमाइलो गर्नलाई जान लागेको। अनि सुनिसक्नुभयो आज हामी के गर्छौँ, खेतमा गएर रमाइलो गर्छौँ भनेर। अनि हजुरहरूले पनि भिडियोलाई अन्तिमसम्म हेरेर सँगै रमाउनु होला, साथ दिनु होला। कस्तो लाग्छ कमेन्ट पनि गर्नु होला है त। अब हामी खेतमा गएर भेट्छौँ हजुरहरूलाई। हिँडेको हामी त हिँडेको अन्त सीता आयो बस्ने आएछ पछाडि नकाटा भयो। बस जान्छ त्यसपछि जाऊँ ल साथीहरू। जान लागेको ठ्याक्कै 11 बजीको बस आएछ। ठ्याक्कै बस आएको हुनु। साइलजन हामी निस्किँदा साइलजन यता हेर त क्यामेरामा देखि छैन तिमी त सानो भएर पछि बस। सितो त हौ बहरा कहाँ के पोल्न लाहानमै गना खाछि। त्यहाँ कसले खेतमा काम गर्न लाउनु भयो। होइन अन्जना कस्तो लाग्दैछ तिमीलाई? एकदमै रमाइलो भइरहेछ। साइलजालाई अनि सीतालाई त धो भएर होला सायद सीतालाई। अब यिनको जाँगर मैले पलाइदिन्छु कि खेतमा लहरा खनाएपछि, बारी खनाएपछि। हाम्रो कुटी हो पछाडि। राम्रो छ न तर यहाँ एकदमै वाउ थ्याङ्क यू। छोराले फुल दिएको हामीलाई। थ्याङ्क यू। सीतालाई धो भयो। अब झोला सार्दै बोक्नु पर्ने हुन्छ साथीहरू। भिडियो हेर्नु होला अन्तिमसम्म। र हामी त अब आधी बाटोमा पुग्न लागिसक्यौँ साथीहरू। मेरो प्रिय साथीहरूले सामान बोकेर धौ हुँदै आउनुभयो। बिस्तारै अब आज असारको 1 गते पनि अनि खेतहरूमा कामहरू सुरु भएसँगै मान्छेहरूको खेतमा लहर पनि बढ्दो देखिन्छ। हाम्रो साइडतिर त अझै रोपाइ पनि सकियो होला। हाम्रो घर यही भित्र लुकेछ। तिमीलाई त एउटाले छोडेन अनु। एउटाले छोडेन। साइलजाले चाहिँ त खाली साइलजिलो बोतलसम्म त। अब झोला बोक्ने मेरो टर्न आउँदैछ। त्यहाँ जोतमा लाउनु भयो एकजना अङ्कलले। बिउ पनि हरियो भइरहेछ ततैको। गाह्रो छ यति उकालो हिँड्दा पनि हुगु गर्नुपर्ने कन्डिसन आहा। ल अब मलाई देऊ झोला लो अनि भिडियो बनाऊ ल तिमी। ल गाइज, हाम्रो उषा दिदीको टर्न आइसक्यो। उहाँ बल्ल हिँडिराख्नु भएको। पानी चुहियो होला। हाम्रो साइलजा छोरीले चाहिँ पानी बोकिसिन्। कस्तो सीता दिदी उकालोमा हिँड्दाखेरि कस्तो फिल भइरहेछ यसो भन न। हो अब तपाईँको टर्न आउँदैछ त सीता दिदी जेब्रा बोक्ने। उषा दिदी गाह्रो त भएको छैन नि। हो ल गाइज, हामी खेतमा झर्ने बाटो यही हो। ल हजुर हस्
सबैजना राम्रोसँग हिँड्नु होला, बाटो एकदमै अप्ठ्यारो छ। एकैचोटि गरामा पुग्नु होला फेरि। उषा दिदी गाह्रो भयो होला हजुरलाई, सीता दिदीलाई दिनु त। हेर्नुहोस् गाइजहरू, मकै एकदमै राम्रो राम्रो मकैहरू छ। खाने भए तपाईँहरू नि आउनु होला। ओ त्यहाँ खेत रोप्नको लागि बिउ राखेको छ। मरबुङको स्वास्थ्य चौकी हेर्नुहोस्। गाइजहरू उत्न पुगिसक्नु भयो म भिडियो गर्दाखेरि। साइलजन कस्तो लागिरहेछ? रमाइलो लागिरहेछ हो। कस्तो राम्रो गरेर आली काटेको है सीता दिदी, कस्तो राम्रो गरेर आली काट्नु भएको के। ल अब सीता दिदीको टर्न आयो। ल अब म फोन पनि उषा दिदीको हातमा हस्तान्तरण गर्दैछु। यो निर्मल सानीमाको खेत हो। ल एकदमै राम्रो छ हैन। 0.5 मा त लास्ट टाइम अनि देउरालीतिर के कुहिरो लागेको देखाऊ। हाम्रो साथीहरूलाई त देउरालीको बारेमा थाहा, यतातिरको साथीहरूले यहाँ आज देउराली पुरै अँध्यारो देखियो खानु। ओ माई गड, यो कपाल त लास्टै पोस्टमा त निकालाउने रहेछ कि। म हिजो कति आत्ते थिएँ। लडाउने नि तिमी। गाइजहरू त उत्न पुगिसक्नु भएछ। गाइजहरू हिँड्नको लागि एकदमै पर्फेक्ट। साइजन के खाने हौ? के काम गर्ने हौ? दाउरा ल्याउने काम गर्ने, दाउरा ल्याउने साइजनले। एकदमै हरियाली छ। हाम्रो उषा सिस्टर आउँदै हुनुहुन्छ। पुग्न लागिसक्यौँ। खोलामा गएर हामीले हजुरहरूलाई फेरि देखाउँछ है साथीहरू। अहिलेलाई बाई। हामी त आएर एकछिन धौ भयो, घाममा आएको। त्यसपछि यहाँ बसिरहेछौँ। हाम्रो ठुल दिदी पनि शीतल त ताप्दै हुनुहुन्छ, बुटेबलको गर्मीले खारेर आउनुभएको। अनि यहाँ छोराछोरीले चाहिँ सानी आफ्नो आन्टीलाई सघाउँदैछन्। आन्टीले चाहिँ यहाँ आगो बाल्नकै लागि चुलोहरू निर्माण गर्दै हुनुहुन्छ। अन्जना यता हेर, के गर्दैछौ? ल ढुङ्गाले हात च्याप्ला, ख्याल गरेर बनाउँदै गर। ल म पनि आउँछु अब बिस्तारै काम सुरु हुँदैछ साथीहरू। रमाइलो। यहाँ पानीमा खेल्न हुन्थ्यो कि अलि सानो रहेछ खोला, त्यही भएर जाँगर लान खासै शीतलमा बसेको, शीतल ताप्दै। हाम्रो सिपालु बहिनीले यहाँ बाँसको बुट्टा मुनि एउटा चुला निर्माण गरिसकिन्। अब अर्को चुला निर्माणको लागि त्यहाँ ठाउँ बनाउँदैछिन्। सामानहरू ओसार्ने कार्य हुँदैछ, त्यही तल राख है। धुस्मी सुस्मी ल्याएर आउन एकजना ठुल दिदीले, सानो दिदीले। ओके। ओ भाइ किन खेल्न दिउ न भाइलाई। साइलजन एक्लै रमाहा बिचरा, त्यही खोलाको साइडमा बसेर माछा खान्छ है, हाँस जस्तै। त्यत्रो मान्छे नि। अन्जना उस भयो होला, पानी खाऊ, के अरे घाम भयो होला। साथीहरू अब हाम्रो अलिअलि खाजा खानाको लागि केही खानेकुराहरू बनाउँदैछन् बहिनीहरूले। आगो नि बोलिसक्यो। साइलजन तिमीले के खान लागेको? के हो भनिदियो त्यसको नाम? अब नास्ता बनाउन सुरु गर्दैछौँ हामीले। हाम्रो भिडियो कस्तो छ यसो प्रक्रिया दिँदै गर्नु होला साथीहरू। अन्जना हजुर केही भन्न छ तिमीलाई? पकाउने क्रम जारी नै छ। भान्से आगो सागो बालेर रेडी। दुईवटा चुला हुन्। रमाइलो जस्तो छ त माहौल। ल साइलजालाई केही भन्न छ?
भोक लागेछ कि नै? अब नास्ता पकाएर खानी ल। ल साइजन भोक आए जस्तो छ। अब केही फ्रुट्सहरू हामीले फलफुलहरू खान्छौँ अनि पछि बल्ल नास्ता खान पर्ला। आगो बोलेको नि साइजन आगो फुफु गरेर बाह्र जाऊ। खै कतिको जानेकी रहेछन् साइजन बेबीले आगो बाल्न। यता बखडा पुगा त सुसी बसन्तलाई धेरै मिस गरेछौँ है त। पानी खै धोएका हुन् अघि मैले। गएर नभए त्यहाँ धोए नि हुन्छ। त्यसको नाम हजुरहरूकोतिर के भन्छन्? हाम्रोतिर त बखडा भन्छन्। बखडा खाना पाउँ कालतिर कान्छी दिदीले दिन आएको बखडा। थ्याङ्क यू दिदी। दिदीले त भिडियो हेर्नु न होला, बाबाले हेरेपछि थाहा पाउनुहुन्छ। बाबा मम्मीले लगाएका साना साना किम्बुका बिरुवाहरू पनि यत्रो ठुल्ठुलो भइसकेछन्। यो काब्रो, यो किम्बु, यहाँ किम्बु पाके खान। साइल्जो क्या लाग रही है? हिन्दी बोल्न नि आउन साथीभाइहरू फेरि बियो सुनेर मेरो बोली सुनेर। यस्तो आनन्द आनन्द एकजनाको लागि पर्खाइमा बसेको। एकजनाले धेरै वेट गराउनु भयो, धेरै दिन वेट गराउनु भयो एकजना हाम्रो स्पेसल पर्सनले। उहाँ आउनुहुन्छ र खाना होला खाजा भनेको। यहाँ अरूलाई भोक लागिसकेर भोक लाग खाम खाम भन्नुभयो। यताको टोलीलाई थाहा छैन आउन लागेको। म जता कतै मिलाउने म्यानेजर भएपछि गाह्रो हुँदो रहेछ। कुरै बसिरहेको छु। अब आउन टाइम लाग्छ उहाँ। अब हामी सायद खाजा खान्छौँ होला उहाँ नआउँदै। मम्मीहरूले नि माथि कुलो खन्न जनाएको। उही माथि बसेर खाजा खाँदै हुनुहुन्छ कुलाको छेउमा। हाम्रो यतातिर चाहिँ असारको 1 गते एउटा मेन कुला छ। धेरै खेतहरूलाई यो कुलाले कभर गर्छ। यो कुलो चाहिँ सोर्ने खन्ने सफा गर्ने कार्यक्रम हुन्छ हरेक वर्षको असार 1 गते। त्यसस्वरूप आज असारको 1 गते मम्मीहरू अनि सबैजना जसको त्यो कुलाभन्दा तलको खेत पर्छ उहाँहरू सबैजनाले मिलेर कुलो खन्नुपर्छ। त्यही खनेर यहाँसम्म आउनुभयो। यो खोलाको त माथिदेखिबाट सुरु गरेको यहाँसम्म आइसक्नुभयो। अब यहाँ आएर खाजा खाँदै हुनुहुन्छ होला सायद चिया खाजा खाँदै हुनुहुन्छ। त्यही त माथि डाँडासम्म यसलाई पुऱ्याएपछि आफ्नो आफ्नो घर जाने अनि जसको पारीसम्म छ उसहरूले मात्र अलिअलि सफा गर्ने हो। त्यही हो हाम्रो जिरे यहाँ आइरहेछ। मम्मीहरूले जताकति यो घाँसहरू रोपेर खेतलाई यस्तो हरिहरी बनाउनु भएको छ। साइल्जोन आई लभ यु छोरो। यता हेरेर भन आई लभ यु। यता हेरेर भन कहिले राम्ररी भएन। आई लभ यु। किमु खाना आइके हो? किमु भयो त्यतिको मैले टिप्दिएर पठाइदिएँ दिदीसँग खाइनौ र? खायो कि खाइनौ? एउटा दिएको थिएँ जम्मा मैले 3टा पठाइदिएँ। ए त्यहाँ माथि छ एउटा म टिपिदिन्छु। किम्बुको बुटमा सर पनि हुनसक्छ भाइ, मलाई डर लाग्छ। म अरे माथिबाट आमाले देखेर त्यस्तो खाना दिने होइन के मर्छन् भन्नुहुन्छ। मम्मीले गाली गर्नुहुन्छ। लौ एउटा भएपछि हुन्छ होला नि। सानो मान्छेलाई त एउटा भए पनि पुग्छ। ल पछि म यता माथितिर गएर हेरिदिन्छु ल फलेको कि। भाइ आऊ आऊ यहाँ फलेको रहेछ। तिमीलाई फेरि पेट दुख्ने कि? पेट दुख्छ कि नै? लो पेट दुख्छ हे यहाँ नि फले आउनु। यस्तो राम्रो किम्मुको घाँसकोलाई चाहिँ बेच्ने होला। भैँसी हुनसम्म भैँसीले खान्थ्यो। भैँसी बेचेपछि त लो भैँसी बेचेपछि त अब किम्मु पनि धेरै खाने होइन कि। पेट दुख्छ रातो मासु कि हुँदै हुँको के हुन्छ। मम्मीले माथिबाट देखेर मलाई गाली गर्नुहुन्छ होइन। यतिबाट जान आऊ। यो बेडुलाको पनि यत्रो भएछ। यो उत्तिस यत्रो सानो थियो नि साइलजना। हामी यहाँ सानोमा खेल्न आउँदै। आया अब एकछिनपछि हाम्रो खाजा खाने बेला हुन्छ साथीहरू। हेर्दै गर्नु होला। भोक लाखेर साथीहरूलाई धौ भएर टिकटक भिडियोहरू बनाउँदा यिनीहरू पनि थाकेर बसे हन्। चुलो यस्तो भइरह। यहाँ अन्डा पाकेर राखेछौँ।
यहाँ काँक्रो छ मम्मीलाई, हामी खाइसक्यौँ। अन्डा पाकेर यहाँ चाउचो पकाउनलाई भाँडो। साथी हो, अब हाम्रो त भोक लागिसक्यो। नाच्दा नाच्दा गाउँदा गाउँदा अब हामी त खाजा बनाएर खानाको लागि रेडी हुँदैछौँ। त्यही भएर यहाँ कराई बसालिसक्यौँ। अब हेलो ठुली दिदी, फाइनली ठुली दिदीले यहाँ पकाउन सुरु गर्न लाउनु भयो। तिम्रो कपडा त आफै छैन के, मेरो एक जोड सुट र तिम्रो सुट मात्र उठाएको। रुजनी हाम्रो केही फरक पर्दैन नि, कहीँ जानलाई भोलि रुच्छन् भन्नु छैन, भोलि सुत्छन् फेरि। मम्मी त आएर फेरि मकै भाँच्न साथीभाइहरू यत्रो बेर पुरेको यहाँ भोकले बसेको फेरि मकै भाँच्न। एकजनाले फेरि मर्ने बेलामा अरू काँक्रो मम्मी आएको देखेर खेत खन्न लाउन गएर त विचित्रै छ त। मम्मीले एकजना आएर उता उता जो उता गएर बसेर पकाउने होला नि, कहाँ यहाँ आएर गरिदिनुहोस् न त, जो उता गएर बसेर पकाऊ। तपाईँलाई बोला हाती आएको तोराले तिमीलाई नसकी कसैले काम गर्नु भने नि सुशीला यता आऊ। के भयो, एउटा मात्र चाउचो भइरहेको थियो यहाँ त, एउटा मात्र चाउचो बसिरहेको त। धन्न हाम्रो गोठ रहेछ र सजिलो भयो न। एकजना आएको खुसियालीमा यहाँ हिजो अस्तिदेखि हामीलाई कुरा गर्ने एकजना भुल्ली बहादुर आउन भुल्ली बहादुर के मैले त्यही भएर त पानी अलिअलि आएर म गएँ। तिमीलाई कस्तो लाग्यो भान्से? खुसी भइहाल्नु खुसी। मम्मी त डरले खेला खोलातिर दुख्नु क्या। आगो नि बल्ल बोल्यो भाइ बस्नु त आएको देखेर क्या त राम्रो सिताउनु। ल ल अब सीताले सबै चाउचु राख। यहीँबाट के गर्ने साथीभाइहरू, यहाँ अब धानको बिउको कुराकानी भइरह। बिउ कति पलायो कति पलाएन भन्ने सम्बन्धमा बिउ अलिक पातलो पलाएर मम्मीले अलिक दिनपछि अर्को बिउ थप्नु भएको रे। ल साथीहरू, अब हामी सबैजना भेट भयो। फाइनली हाम्रो वेटिङको घडी पनि समाप्त भयो। अब हामी सिधै खाने बेलामा भेट्छौँ। ल बाई साथीहरू। पानी आएर हामीलाई डिस्टर्ब गर्यो, डिस्टर्ब
रमाइलो भइरहेको तर शीतल भइरहेको अब खाने बेला हुँदैछ अनि यहाँ बाँड्दै हुनुहुन्छ यता नपिरो खाने टोलीहरूले खाना लगाइसके मम्मी त थाकेर आउन आयो होला नि काम गर्दा बस्नुताल त हातले सायद तिमीसँग छैन अन्जना त बाँकी भएको प्याज पनि राखिदेऊ खाम्ला जाडो गरे चिसो खोइ त चिसो कसले सार्ने हो ए मम्मीलाई हजारको टेन्सन हजारको टेन्सन भिनाजु बस्नु त ल्याएर आइकिन चिसो सुशीला मिठो हो कि नै साइलजन खोइ अन्डा त साइलजनलाई त अन्डा रहेछ सोचिरहेको बस भाइ पिकनिक त रमाइलो भयो त हो यिनीहरूलाई त द्याएर पनि सुक्खा खाइन चिसो समाउन सक्दैनन् होला के अरे आफ्नो एरियामा राख्छन् सेयर गरेर पकाउनु लागेको थियौँ पानी परेर त आएका कि हामीले कति कुरी भन तपाईँहरूलाई अन्जना एउटा थालमा राखिदिएर दिनेसित उता पछाडि थाल छ नि हो त्यही थालमा राखेर माथिका टोलीलाई दिउँ हामी यता बस्ने मान्छेले यतै बसेर खाउँला मैले यिनीलाई झुट बोल्दै राखेँ नि एकचोटि त खाने अन्तिम चरणमा पुग्न लागेको थिएँ न फेरि चिसोको कुरा आयो अनि चिसो आएपछि खाम्ला के भनेर फेरि वेट गरेको यताले ल्याए भने के फक्कीमा भन्यो भने नि सीताले मम्मी के को जुस उडिँदा सीता पछाडिको थालमा मास्तिरको टोलीलाई दिउ त मलाई त भयो म त थोरै खान्छु भयो अन्त भयो घर लगाएर खाम्ला भोलि जाडोमा चिसो मैले नि सोची थियौँ हामीले त बस्नु त चाउमिन त चाउचु त मिठो जस्तो देखिरह त्यो अघि नै राखिसकेको छैन सुशीला मोलमाल पारिसकेको काँटा राखिदिएको पर्दैन पिरो भयो मिठो पनि छ पिरो लाग्यो मम्मी समातिदिनु न एकैछिन यसरी बस्नु त कस्तो लाग्यो तिमी एक्साइटेड थियौ कि नै कस्तो लागेको छ पिरो लागेको मलाई त सुनमा मम्मीले बिचरा भिडियो बनिदिनु भयो दुःख गरी मेरो यो उ गर्दै पार हुन्थ्यो यो भुइँमा राख्दै पार हुन्थ्यो मेरो यो त्यसो होइन कुतो गिला मेरो आँखा किले टोकेर हो पनि मम्मीले त बिचरा चिसो भइसक्यो है मम्मीलाई त भएन कस्तो भयो है छोरा त भयो छैन हेर त भयो होला अलिक साह्रो पार्नु मोबाइल साथीहरू मिठो छ के भयो खान्छ कि खाने खुट्टा एकैठाउँ पार्नु के खुट्टा एकैठाउँ पार्नु आफै आएन हेर मिठो भयो मम्मी छ हट्नु त उता छोपा हो
ल खाइखान भयो है खाका यो मेरो म त गरुङ नाल्नु जुका दिनभरि रुजाको खोलामा जुत्ता लाएर जाने माछा मार्ने हामीले त यता पस्छु हो त मम्मी खाजा खाजा जस्तो लाग्यो कि नै यदि जङ्गलमा म त खाजा नखाए नि झन् रमाइलो बसन्तु मेरो चिसो ल्याउन पुग्न मम्मीको छोरीवाला हो मेरो धेरैवाला हो फुल दिदी बोल्नु न खाएर पेट झारिसक्यो के बोलिहाल्यो मिठो भयो रमाइलो भयो खाइन् त्यही त हामीले पोर्खेको मान्छे नि आउनुभयो टाइममै मम्मी नि आउनुभयो म त 4 बच्चा होला भनेको साढेमा आयो होला सायद 3:30 मा 3:30 मा आउनु साइल चाहिँ साइल भोकाएर काँचो चाउचो दिएको नि एउटा मैले नि बिचारी एक्स्ट्रा केही लगेको त खाए नि हुन्थ्यो भन्नुभएको थियो 4 बजिसक्यो 12 बजे 12 कति भयो भने त त्यहाँ निस्केको थिएँ नि अब सोध्दै हिँड्ने थुप्रो माधुवेर कौनाले नास्ता लगाएर जान्थ्यो नि त्यही बिस्कुट हुन्छ मर्यो त्यही भएर बाँच्न आइरह पुलमा आएको थियो झोकेर पुलले जानु दबाई हानिराखेर यिनी भेट्दा यस्तो राम्रो भयो आधा किलो सेमी किनेर ल्याएको थिएँ यस्तो आधा किलो कति फुटेको मैले पठाइदिन आएको नि खाइ भएन भन्थ्यो साइल जुन मलाई त केही बोला न मलाई त एकदम रमाइलो लाग्यो हँ मलाई त एकदम रमाइलो लाग्यो साइल दादा मलाई एकदम रमाइलो लाग्यो मिठो लाग्यो कि नै चाउचाउ जाडो जाडो मौसम खाने जस्तै छ भएको गर्मीमा त यस्तो हुन्न होइन पानी आएर मौसम पानी पनि आयो खुर्सानी पनि उज्यालो भयो मम्मीले किन सेलाउनसम्म राखेको त्यस्तो धेरै खाना छोडेर झमझम्ती च्यालेन्ज हो कि नै च्यालेन्ज भएको अरू पुरस्कार वितरण यता भन च्यालेन्ज हो जसले छिटो सक्छ त्यसले दिन्छ पुरस्कार होइन होइन आफ्नो सुरले खानु च्यालेन्ज गर्यो ल म पर्सना सफल भए अन्दानन सेटिङ थोरै भएर जेठी छोरी भएर आऊ के जेठी ठुली दिदी थोरै गएको थियो अनि मैले जे माने ऊ हुन्छ के विनर हुन्छ यस्तो मजाको वेदर भयो कि साथीहरू पुरै नगरौँ मलाई भेटिन लाग्यो त्यस्तै पानी आएर पनि बस्नु दुःख हुँदैछ नि म हेरेँ यसो पानी तलतिर अलिक कम कम पऱ्यो थियो अनि लिन गइनँ के आन्द्रे सिमाटारी भने नि बस्नु त दिदी म आउँदै चिन्ता हेर्ने उसले अँ। गाडीबाटै सुशीलाले एकचोटि किन आएर तलतिर हेरेको हेरेको गर्ने भन्थ्यो मलाई कतिसम्म नि सुशीला कसले रे मैले त म त हेरेको हेरेको गरिकन बस्नु चाहन्छु कतितिर भनेर अन्त दुईवटामा खाइदिनु सुशीलाले धेरै मैले तलतिर हेरेको ख्याल गर्छु किन आएर तलतिर हेरेको हेरेको गर्ने भन्थ्यो मलाई यताबाट आउँछु भने यताबाट भनेथ्यो है सुशीलालाई शङ्का थियो के बस्नु त हिजो नि आज आउँछु भन्थिन् न हिजो ल हिजो 10:30 बजे के अरे सुन्नु न है के उषा तिमी किन रिसाइछु है बसन्तसित किन बोल्दाखेरि कस्तो रिसाइ जस्तो गरेर बोल्छु है भन्ने कुन्नी म बोल्दिनँ कि रिसाइछु त्यसपछि त आउँछ आउँछ अन्त जहिले पनि आउने भेटौँ न भन्ने हाम्रो त मलाई भुलाउन कम त गाह्रो पर्यो
बसन्तको फोन नखा भनिन् म त पुरा बिग्रेँ क्या बाउ बसन्तले बोली नसुनिकन म सिमलटारी आएँ भन्ने छिन् कि भने त्यसपछि म उता वासरुम गएँ भनेर म गएँ थिएँ टोपा मुनि हुन दि भने मैले सिमलटारी आयो भन्दा होला कि भनेको तिमीले हो हँ? सिमलटारी आयो भन्दा होला कि भनेको उता गएर बोल्नाइको कहाँ गयो त उसा तिमी फेरि कहाँ छु भन्दाखेरि पिसाब गर्न जानु नपाइयो उता फोन गर्न यिनी अर्कीले फेरि मलाई खोजेको नि मलाई फेरि यो आउँछ भने त के को हाँसो लाग्यो यता फेरि यस्तो भाइ साथीहरू रमाइलो भयो खाएर पनि भ्यायौँ सकायौँ मैले सकाएँ सरी यता साइलजन नि भ्याउनु लाग्दैन नि साइलजन ए साइलजनको त ढल्यो खाउ सबै हो अनि मैले यत्र बेरसम्म बसन्त आउने कुरो लुकाउँदा म झुट बोली लुकाएँ पानी परिरहेछ त्यही हो साथीहरू रमाइलो भयो आजको दिन समग्रमा भिडियो पनि लामो भयो होला सायद मैले के खिचिरहेको छु अनि कस्तो लाग्छ हजुरहरूलाई हेर्नु होला रमाइलो गर्नु होला अनि हजुरहरूले सानोमा घरमाको कतिको धेरै याद आइरहेछ होला हामी यस्तो गरेको देखेर अनि अब हामी एकछिनपछि घर जानुपर्ने हुन्छ घर के भिज्यो बिहान उति बेला छोडेर आएको त्यत्तिकै छ अब हामी सबैजनाले खाना खाएर सक्नुहुन्छ खाजा त्यसपछि हामी घर जानुपर्ने हुन्छ अब सबैजनाले यहाँ बस्न आएको कुरा भन्दै हुनुहुन्छ सबैजनालाई त्यसपछि त्यही भएर उठ्ने हाँसेको यति भन्दै आजको लागि भिडियो यति नै बाई बाई फेरि भेटौँला अर्को भिडियोमा